हेलो गाइस दर्शन नमस्ते सबैजनालाई म आज पनि तपाईहरुको सामु सानो एउटा मिनी भ्लग लिएर आइसकेको छु। म तपाईहरुको आफ्नो भाइ प्रेम अनि आज चाहिँ मेरो छुट्टी थियो। टक्क लाएर हैन कपडा सपडा धोइधाइ गरेर नुहाइधाइ गरी टक्क कपाल कोरी हैन यसो कपाल सपाल कोर्दी छट्ट अब त्यसपछि यसो हेरी ह्यान्डसम नै रहेछु भन्ने हैन टक्क लाएर कपाल सपाल कोरेर दाइ त काटेको थिएन तपाईँ ह्यान्डसम नै देखाएको छु भनेर टक्क छोड्दिए हैन। अनि त्यसपछि चाहिँ मेरो कपडा सपडाहरु मैले अलरेडी सुकाइसकेको थियो अनि यसो चेक गर्न आएको अनि हेरेको ब्ल्याङ्केटहरु अलि उभाएर मिलाइ अनि त्यसपछि टक्क गएको अनि यो बेड कभर चाहिँ अलिकति खुम्च्या रहेछ के अनि सो यसलाई मिलाइ अनि त्यसपछि यसो जुत्ता हेरेको जुत्ता पनि ठिक रहेछ अनि त्यसो अलिकति पानी चुहिरहेको छ अनि फेरि त्यही सुकाइदि चट्ट फर्केर त्यसपछि र्याक्क लाएर ब्ल्याक कफी बनाएँ हैन। ब्ल्याक कफी टक्क हट वाटर विथ ब्ल्याक कफी हैन। सो ब्ल्याक कफी चाहिँ हेल्थको लागि एकदम राम्रो हुन्छ। सो तपाईहरु पनि ब्ल्याक कफी दिनमा 1-2 कप चाहिँ पिउन सक्नुहुन्छ हैन टक्क विदाउट सुगर विदाउट मिल्क है। सो तपाईको लिभरको लागि एकदम राम्रो हो। सो 1-2 कप खाँदा दिनमा केही फरक पर्दैन है। टक्क म चाहिँ बनाएँ अनि कफी सफी टक्क बनाइ भ्याएर चट्ट लिएर हैन बाहिर निक्ली चट्ट अनि त्यसपछि बारतालीमा बस्दै हैन टट्ट मजाले बाहिर चाहिँ घाम लागिरहेको थियो। बारतालीमा टक्क बसेर अनि सट्ट कफी हान्दै अनि सन बाथ लिँदै थिएँ क्या म चाहिँ हैन। अब छुट्टीको दिन हो अरू दिन त हामीले घामको नाख्नु दिन पाउँदैन। त्यसपछि कफी सफी चट्ट खाइ भ्याएर चाहिँ भित्र यसो आएको थियो। एउटा मलाई फ्लावर दिएको थियो एउटा मान्छेले हैन अनि यसो हेरेको फ्लावर त बिचारा ओइलिसकेको छ अनि फाल्न नि माया लागिरहेको थियो। फ्लावर त अनि यसो छामेको पुरै ल्यालुल भइसकेको छ बिचारा अनि हैन यसको चाहिँ फ्लावरको चाहिँ पुरै रेड कलरको त पुरै ब्लू भएर रहेछ हैन। सबै रेड कलर थियो के पहिला ब्लू भएछ अनि त्यसपछि टक्क बस्दै थिएँ मोबाइल हेर्दै थिएँ अनि दाइले ल भाइ चाउचाउ बनाएको छ खाऊ भने नेपाली चाउचाउ हो अब खाऊ केही नहाले नि मिठो छ खाऊ भने त्यसपछि खाएँ। अनि त्यसपछि मैले टक्क बेडसिट टक्क मिलाएँ अनि त्यसपछि मेरो यो साथी हो यसलाई टक्क मिलाएर राखिदिएँ चट्ट राखिदिएँ अनि त्यसपछि चाहिँ मेरो आजको दिन सकियो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई बाई।